हेलो एभ्रिवान, गुड मर्निङ। तपाईलाई चाहिँ म के देखाउन जाँदैछु भन्दा तपाईलाई हेरेर डर लाग्नु सक्ने छ। मलाई त डर लाग्यो, तपाईलाई पनि सायद लाग्ने छ। त्यसैले म तपाईहरुलाई चाहिँ केही देखाउन जाँदैछु। साथीहरु, हाम्रो घरमा हेर्नु यत्रो साँप थियो। बाबाले माडी दिनु भयो भन। बाबाले माडी दिनु भयो भन। हेर्नु होला साथीहरु, साँप किन पाल्टी गरिदिएको? यस्तो गरे हैन। साथीहरु हेर्नु होला, टाउकोमा मोडिसक्यो तर नि पुछोडतिर मोडेकै छैन। जिउतिर जिउबाट सिकाउनु नि पर्यो। हेरे एकजनालाई चाहिँ के खन्नु भनेको अहिले बढाएन। आज यस्तै साँप हेरेर रात पर्छ जिउमा। त्यो बिचारा आधा मर्यो। हाय भन्दै नानी यता। ला मर्यो। ला बेटा पुरै मरिसक्यो। सत्यनाश। सत्यनाश हो नानी। मर्दैन फट। नानी हाय भन्देऊ न। हाम्रो घरमा आज साँप थियो, तपाईलाई मैले देखाइसके। त्यही भएर जंगल नराख्नु रहेछ घरतिर। हेर्नु होला साँप। हाम्रो घरमा यस्तो जंगल थियो। जंगल मिन्स यो निमुट्याङको गाछ हो, त्यसको माथि साँप थियो है। भन्देऊ नानी। मेरो नानी चाहिँ बल्ल उठेर साँप हेर्नु आएको छ। यहाँ हेर्नु, यसको अनुहार हेर्नु। अनुहार अनुहार हो न त। साँप कता लग्यो? साँप साँप कोही कता भन्देऊ न। यता लग्यो साथीहरु भन। उता जानु हुन्न अबुई। तपाईलाई कस्तो लाग्यो साँप? यो भन्दा ठुलो पनि देख्नु भयो।